नेपालीमा यसलाई झरी च्याउ भन्छ। यहाँ हाम्रो माइजूहरू टिप्नु हुँदैछ। सबै माइजू हेर्नुहोस्। के भन्नुहुन्छ तपाईँ? के टिप्नु आएको? म च्याउ च्याउ। भात खानुभयो? भात खाएँ, मासु खाना हरू पनि हेर्नु सक्नुहुन्छ। कति धेरै फलिरहेछ, कति ठुलो ठुलो कट्टर। हाम्रो डोन माइजू हुनुहुन्छ। डोन माइजू यहाँ हाम्रो बडे बाबा। सुप लाँदा मात्रै पुग्छ। आमामा तपाईँ कति पसिना आएको? हेर्नु च्याउ तपाईँले कति टिप्नु भएको? साह्रै एक डोको 1 किलो होला। 1 किलो। लिची पनि रहेछ मेरो हातमा। लिची पनि खाएको अर्ग्यानिक। अब यो च्याउ टिप्ने अभियान चाहिँ हाम्रो साली नानीहरूले च्याउ टिपिरहेछ। अहिले झरी च्याउ हामीले यसो प्रशस्त पाइरहेछौँ। इट्स एभाइलेबल इन मोस्ट एरिया वेयर डजन्ट द सन रेज डजन्ट गो अप टु द्याट 100%। यसमा चाहिँ कस्तो हुन्छ, घामको रे चाहिँ एकदम कम भएको ठाउँमा चाहिँ सेडी एरिया। सेडी भनेको चाहिँ जहाँ चाहिँ तपाईँको चाहिँ घामको चाहिँ किरण धेरै भेट्दैन, अलिकति कस्तो हुन्छ अँध्यारो ठाउँमा चाहिँ उम्रिने हो। त्यो ठाउँमा चाहिँ हामीले खोजिरहेछौँ र हामीले भेटि पनि रहेछौँ। यु क्यान सो द्याट इन द बकेट। यो चाहिँ भन्ने मान्छे म चाहिँ होइन, आइ एम नट एक्सपिरियन्स अबाउट द्याट। बट उसले चाहिँ कसले भनेर हामी आयौँ भन्दाखेरि सबिता अन्ले त उहाँ सबिता मेरो साली सबिताले चाहिँ यहाँ चाहिँ यस्तरी चिया पाउँछ भेना जाउँ भन्दाखेरि आएको हो। पायो भने 2-3 चाहिँ हुन्छ नि बकेट भनेको त बाल्टी 3 बाल्टी भइसक्यो हाम्रो। अब चाहिँ कसरी खाने कसरी पचाउने टेन्सनमा छौँ हामी होइन। तर म रनिङ गर्छु फेरि त्यसको लागि। त्यसरी चाहिँ हामी खेलिरहेको